evening walk. Oh, काले दाजु के बोक्न जानु भएको? इभिनिङ वक जानुको फाइदा पनि यस्तो हुन्छ है साथीले मिठाई पाउँछ। यस्तो मिठो मिठो पाउँछ इभिनिङ वक गयो भने खानेकुराहरू। वाउ लड्डु जिलापी पनि त्यस्तो भन्दाखेरि अझै मलाई अर्को के त जिलापीले के पो भन्छ जिलापी त भन्दैन त्यसो त त्यसलाई अर्कै ठुल्ठुलो यो भएको त्यो मिठो लाग्छ मलाई मनपर्छ मिठाई भन्ने कुरो सबै मनपर्छ। त्यसको छ नि हो नि त्यो त अब म आउनु भयो भने चाहिँ अफिस गइदिन्छु।